मलाई मेरो साथीले क्या मेरो दुःखमा तिमीहरूले साथ दिनुहोस्, मलाई साथ चाहिएको बेलामा साथ दिनुहोस्, मलाई त चाहिँदैन भनेर भनेको थियो क्या। त्यो सुन्दाखेरि चाहिँ मलाई कस्तो नराम्रो लाग्यो। कसरी भनौँ म तिमीहरूलाई, त जस्तो हालतमा छ त्यस्तै हालतमा म पनि छु। दुःख मलाई पनि त्यही अवस्थाकै छ, मेरो पनि त्यही छ स्ट्रगल साथी। म पनि त्यही चक्कर काटिरहेको छु, भाग दौडमा हिँडिरहेको छु, हार खाइरहेको छु। तेरो दुःखमा मैले साथ दिन सकिनँ, म पनि त्यही दुःखमा अल्झिरहेको छु यार। आफ्नै कथा छ, सबको मनमा पीर व्यथा त छ होला, कसैको ठुलो होला कसैको सानो होला होइन। तर आफ्नो ठाउँबाट सोच्ने हो भने हामी सबलाई हाम्रो पीर व्यथा नै ठुलो लाग्छ क्या, अर्काको लाग्दैन है। तँलाई पनि त्यस्तै भइरहेको होला होइन, जस्तो मैले सोचिरहेको छु तैँले पनि त्यस्तै सोचिरहेको नै छस् होला। तँलाई पनि तेरो यो अवस्था गाह्रो लागिरहेको होला। अरू मान्छेले चाहिँ बुझ्न सक्छ जस्तो लाग्दैन क्या, आफ्नो मनको चोट। तेरो व्यथा ठुलो लागिरह होला तँलाई, त्यस्तै मलाई पनि मेरै व्यथा ठुलो लागिरहेछ साथी। अब यो बेलामा मैले साथ दिन सकिनँ, म पनि हार खाइरहेको छु। त्यसको लागि चाहिँ नरिसाऊ भन्छु है। आउला नि दिन, समय परिवर्तन होला नि, गर्दैछु सङ्घर्ष। तिमीहरू पनि त्यसरी नै सङ्घर्ष गर। साथ दिन सकेन त्यसको लागि चाहिँ मन नदुखाओ भन्छु म। मेरो ठाउँबाट पनि सोच एकचोटि, म पनि ठक्कर खाँदैछु, हार खाँदैछु, रोएर हिँडिरहेको छु होइन। मेरो जस्तो प्रब्लम मेरो साथीहरूको नहोस् जस्तो लाग्छ मलाई चाहिँ। तर के गर्नु, उनीहरूको पनि एउटा गन्तव्य छ, एउटा बाटो छ, त्यो बाटोमा उनीहरूलाई पनि गाह्रो भइरहेको होला होइन। कसरी भनौँ कसरी बुझौँ, म हेल्प गर्न सक्ने पनि अवस्थामा छैन। त्यही हो साथी, जे अवस्थामा छौ त्यो अवस्थालाई अँगाल्न सिक। एक्लोपन चाहिँदो रहेछ जिन्दगीमा, एक्लोपनले हामीलाई धेरै कुरा सिकाउँदो रहेछ। एक्लोपनलाई हामीले चाहिँ अँगाल्न सक्नुपर्ने रहेछ क्या। त्यही भन्न चाहन्छु म तिमीहरूलाई, साथ दिएन भनेर चाहिँ मन नदुखाओ। म पनि त्यही अवस्थामा गुज्रिरहेको छु। त्यही हो साथी यार, त्यही भन्न चाहन्छु यार म तिमीहरूलाई यार।